हेलो एभ्रीबडी गाइज, वेलकम छ मेरो सानो भ्लगमा गाइज। आज हामी गाइजहरू कता जाँदैछौँ भन्दाखेरि अब हजुरलाई म भुल्छु। अहिले चाहिँ हामी भर्खर यहाँबाट रुमदेखि हिँडिरहेको छौँ गाइज। हेर्नुहोस्, आज मैले चाहिँ भिडियो लामै बनाउनु चाहन्छु, तपाईँले हेरेर प्रतिक्रिया गर्नुलाई गाइज। चाहिँ त्यही हो, अरू के भन्ने र त्यही गाइज। अरू त एकदम सबै आरामै हुनुहुन्छ होला, म पनि एकदम आरामै छु। आज हामी चाहिँ यो ठ्याक्कै यो सर्बियाको यो ठ्याक्कै के भन्छ यो अब्लाटार भन्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ गाइज। हजुरलाई म देखाउँछु, भर्खर हिँडिरहेको छु। तपाईँलाई मैले बाहिरको यसरी देखाउँछु कि मौसम हेर्नुहोस् गाइज, यस्तो छ बाहिरको भ्यू। हजुर हामी अझै पनि हिँडिरहेछौँ, बाटोमा छौँ गाइज। हेर्नु होला, यो चाहिँ हाम्रो ठ्याक्कै यो भ्यू हो, चाहिँ हाम्रो मेन हो। यो चाहिँ बेलग्रेडबाट यो मैले देखाएको छु तपाईँलाई। भ्यू हेर्नुहोस्, साथीहरू हिँडिरहेछन्, अगाडि गइरहेछन्, आफ्नो तालमा छन् साथीहरू। म फेरि पछाडि भिडियो बनाउँदै हिँडिरहेको छु। यस्तो छ है, जस साथीहरू जस रमाइलो गरिरहेछन्, आफ्नो तालमा छन्। कसैले भ्लग बनाइरहेछन्, मैले पनि छोटो बनाइरहेको छु। यस्तै छ गाइज, जस रमाइलो अनुभव भयो। यस्तै गर्दै हिँडिराख्यो, कतिखेर बस्छ, कतिखेर हिँड्दै गइयो गाइज। अझै पनि धेरै छ टाइम जानुपर्ने ठाउँ। जानै हामीलाई 2 घन्टा लाग्यो, 2-2.5 घन्टा जति लाग्यो गाइज। धेरै टाढा छ, फेरि सहर हुँदै गइयो, कतिखेर हिँड्यो। यस्तै गर्दै साथीहरू अगाडि गइरहेछन्, म पछाडि। अब हामी आउन लाग्यो गाइज। हेर्नुहोस्, यो चाहिँ सर्बियाका घरहरू यस्ता हुन्छन्, टक्क चिटिक्क परेका। यो चाहिँ हामी गाडीमा छौँ, आउन लागेको छ। हेर्नुहोस् अगाडि, त्यहाँ अगाडि हेर्नुहोस्, त्यही हो हामी जाने त्यहाँ हो गाइज। अब त्यो हामीले चाहिँ जङ्गलको बाटो हामी हिँड्नुपर्छ। तपाईँलाई म देखाउँछु, हेर्दै गर्नु होला। त्यो हामी जाने त्यहाँ हो, त्यहाँ गएर हामीले तपाईँलाई म पनि देखाउँछु, भ्यू देखाउँछु। हामी चाहिँ बसमा चढ्यौँ, फेरि बसमा चढेर साथीहरूसँग अलिअलि रमाइलो गरियो। अब हामी उबाट ओत्रियौँ, बसबाट ओत्रेर हामी फेरि अब जङ्गलको बाटो हिँडिरहेछौँ। हेर्नुहोस्, जङ्गलको बाटो चाहिँ जस जङ्गल रहेछ गाइज। पुरै मान्छे, हामी चाहिँ फेरि सर्टकट बाटो हिँड्ने, तर जस हामी चाहिँ अलिक सर्टकट बाटो हिँडिरहेछौँ, जङ्गल बाटो। त्यो साथीहरू पनि आफ्नो तालमा छन्, भिडियो बनाउँदै हिँडिरहेछन्, जस रमाइलो गर्दै गइरहेछन्, इन्जोय। जस म चाहिँ फर्स्ट टाइम गएको, तर साथीहरू चाहिँ अगाडि पनि एकचोटि गएर आउनुभएको थियो। उल्टोबाट आयो भन्छ केटाले के भन्छ नि यार साथीहरूले। गाइजहरू कालो बाटो छ गाइज। हेर्नुहोस्, थाहै होला तपाईँलाई। कोही साथीहरूले पेप्सी खाइरहेछन्, कोला चिप्सहरू खाँदै पछाडि आइरहेछन् गाइज। म चाहिँ अगाडि आइरहेको छु। गर्मी भन्दा पनि यो कालो बाटो छ गाइज। हेर्नु, यस्तो जङ्गल छ गाइज। हेर्नुहोस्, बाटो चाहिँ लास्टै उकालो गाइज। हेर्नुहोस्, हातमा छ पानी सानी खाँदै, चिप्स खाँदै हिँडिरहेछौँ। थकाइ लागिरहेछ, गर्मी छ, जङ्गल पनि खत्रै जङ्गल छ गाइज। कोही साथी अगाडि गइरहेछन्, हामी पछाडि 3 जना छौँ। लास्टै धौ भएको छ गाइज, गाह्रो भइरहेछ। हेर्नुहोस् न, यसरी हिँडिरहेको छ। अब चाहिँ आउन लागेको छ गाइज। अब म एकदम आत्तिरी छु माथि जानको लागि। माथि गएर फेरि टिकट काटेर माथि जानुपर्छ गाइज। त्यही हो, अब आउन लागेको छ। यो हामी जाने ठाउँ यो। अब आउन लागेको छ। अब धेरै छैन, अब 2-3 मिनटमा हामी त्यहाँ जान्छौँ।
त्यहाँ गएर हामी एकछिन रेस्ट गरेर हामी माथि जान्छौँ गाइज। त्यही हो जोस हामी चाहिँ एकदम यो कुरा एक्साइटेड छौँ माथि जानको लागि। गाइज फाइनली हामी यहाँ आइपुग्यो आएर यही हो। अब हामी यहाँ गएर टिकट सिकट पनि काट्यो। अब यहाँ अब माथि जाने हो गाइज। हेर्नुहोस् अब यहाँ सबले जस भिडियो सिडियो बनाइरहेछन्। यहाँ चाहिँ जस मान्छेको लास्टै हुन्छ भिड हुन्छ। फाइनली हामी चाहिँ लिफ्टमा चढिरहेछौँ। अब माथि चाहिँ यो लिफ्टदेखि माथि जान्छौँ। माथि गएपछि तपाईँलाई म देखाउँछु। साथीहरू कोही साथीहरू हाँसिरहेछन् जस रमाइलो गरिरहेछन्। मेरो पनि मुस्कान फेरि अर्कै छ। त्यही हो जोस। अब हामी आइपुग्न लाग्यो माथि। अब लिफ्टदेखि कति फाइनल्ली गाइज आएर पनि यस्तो छ गाइज। जोस आइयो गाइज। मलाई चाहिँ एकदम म खुसी छु गाइज। रमाइलो रहेछ खतरा देखिँदो रहेछ भ्यू चाहिँ यहाँबाट भ्यूहरू टक्क सर्बियाको भ्यू हेर्नुहोस् गाइज। पुरै कस्तो ससाना घरहरू छन् चटक्क परेका देखिन्छन्। क्या सुन्दर देखिएको छ। आनन्द लाग्ने हेर्दा पनि यहीँ बसु लाग्ने जोस्। यहाँ चाहिँ यो पूर्वदेखि हेर्न मिल्ने रहेछ यहाँको भ्यूहरू। यो चाहिँ यो के दुर्बनदेखि राम्रो देखिरहेछ। यी साथीहरू सबले हेरिरहेका छन् दुर्बनदेखि। मैले पनि हेरेँ जोस खतरा देखिँदो रहेछ। त्यही बेला फेरि हाम्रो साथीले त्यतिखेर एउटा झन्डा लिएर हामीले चाहिँ नेपालको झन्डा टावरबाट मजाले फर्कायो गाइज। त्यो खुसी लाग्यो सबै सबैहरू पनि दम्म परे नेपालको माया देखेर। हेलो एभ्रीबडी गाइज हामी चाहिँ फाइनल्ली गाइज अवतार गएर पनि अब घरतिर फर्किँदैछौँ गाई। रुमतिर जाँदै गर्दाको यो अन्तिम फोटो गाइज भिडियो हो। हेर्नुहोस् हामी दुई भाइ छौँ गाइज। अहिले अरू साथीहरू अगाडि त जान गइसक्यो। मलाई अलि हतार छ त्यही भएर बहुत हात्तिनु भएर जानुभयो। हामी चाहिँ पछाडि छौँ गाइज। जस आज हेऱ्यो गाइज जस सर्बियाको भ्यू हेऱ्यो जस राम्रो लाग्यो गाइज। जस रमाइलो भयो। त्यही हो गाइज जोस साथीहरू अगाडि गइसक्यो। म चाहिँ अब चाहिँ अगाडि गएर छिटछिटो गरेर साथीहरूलाई भेटाएर म चाहिँ साथीहरूको एउटा प्रतियोगिता लिन्छु गाइज। उहाँहरूलाई कस्तो लाग्यो होला हेर्नुहोस् है। उहाँहरू अलिक तल जान्छन् बाहिर। आज हामी कता गएर आएको अरे शर्मा? हामी आज कहाँ गएर आएको? हजुर जाँदैछौँ अब हाम्रो बेलगेरेडको यात्रा। बिल्डिङ पत्तल हाउस छ। पत्तल हाउसमा चढिसकेपछि फेरि हामी रातिको 9 बजे बेला हामी घरमा जानेछौँ। हाम्रो 3 दिनको बसाइ आज सकिँदैछ। अब साथीभाइहरूले धेरै सहयोग गर्नुभयो, साथ दिनुभयो। यसको लागि धेरै धेरै हजुर पुरा चलिरहेको छ गाई। यति बेला हामी अब जङ्गलको बाटो केही नै भन्छ 3 घन्टा हिँड्दै हामी अब जङ्गलबाट सुरु छ यात्रा। हजुर अब बिस्तारै हामी गन्तव्यतिर लागिरहेका छौँ। बिचबिचमा धेरै लागिरहेको छ। एक दिन 2 दिन 3 दिनको छुट्टी लिएर सबै साथीहरू गर्दै त्यति बेला हामी अब हेरिरहेका छौँ। एकदम नेपालमा हिँडे जस्तो आइरहेको छ। विदेशमा पनि जङ्गलको बाटो हुँदै। हजुर अरू भन्नुहोस्। हो गाइज मलाई पनि उहाँको जस्तै ठ्याक्कै त्यस्तै महसुस गरिरहेको छु गाइज मैले पनि। तर गाइज जस उकालो ओह्रालो हिँड्न चाहिँ यो नसक्ने मान्छे चाहिँ यहाँ नआउनु गाइज। हामी चाहिँ उकालो किनकि यो जङ्गल एरिया नेपाल पनि अब एउटा जङ्गली एरिया हुनको कारणले तपाईँ राम्रोसँग पुग्नुहुनेछ। आउँदै गर्नुहोस्। हाम्रो छोटो नै लामो मिनी भ्लग होइन हाम्रो। दुगुर्ने क्रममा गाइज साथीहरू बहुत
दुगुरे अगाडिका साथीहरूलाई भेटाउन नसकेर गाइज हामी पनि दुगुरियौँ गाइज। साथीहरू तल गएर रोडमा थिए, अझै रोड आउन छ अझै बाँकी। त्यही भएर साथी हिँड्ने क्रममा साथीहरू थकाइ लाएर एउटा साथीलाई हिँड्न नसकेर साथीले पुग्दै हुनुहुन्छ गाइज। हेर्नुहोस् म तपाईँलाई देखाउँछु। यतिको चाहिँ हुनुपर्छ गाइज। साथी भएर साथीलाई सहयोग गर्नु राम्रो हो गाइज। यो साथी हिँड्न नसकेर साथीले पुग्नु भएको गाइज। यही हो गाइज, हामी आइसक्यौँ। हामी रोडमा आएर पनि गाडी चलिसक्यौँ गाइज। फेरि पनि यही हो गाइज। भल कस्तो लाग्यो हजुरले हेरेर प्रतिक्रिया दिन नबोल्नु होला। लाइक कमेन्ट गर्नु होला, सेयर गर्नु, सब्सक्राइब गर्न नबोल्नु होला। हस् त गाइज, नमस्कार, धन्यवाद गाइज। ओके गाइज, बाई बाई।